सो गाइस फेरि पनि हाम्रो नयाँ भिडियोमा स्वागत छ हैन नि आज चाहिँ हामी हन्टिङ प्लेस हजुरहरुले कमेन्ट गर्नु भएको थियो हैन त्यो हन्टिङ प्लेस आज चाहिँ हामी एक्सप्लोर गर्न जान लाग्यो हैन दुईटा टिम छ हाम्रो चाहिँ हामी पानी छ हैन आज हामी एक्सप्लोर गर्न जान्छौं दुईटा टिममा एउटा अंकितहरुको टिम छ एउटा मेरो टिम छ हैन अब चाहिँ हामी हन्टिङ प्लेस एक्सप्लोर गर्न जान्छौं हैन सो गाइस मेरो टिम चाहिँ फाइनल हैन हामी चाहिँ निक्लिसक्यो हैन गोस्ट हन्टिङ गर्नको लागि हैन हरल हरल ठाउँमा हेर्नु ल मान्डकेटको टिममा म चाहिँ मोटे अनि आज राहुल छ हैन रहमान डकेटको लिडर अनि आज कुलिलाले ल्यायौं हामीले आज भिडियोमा अनि विशालहरुको टिम चाहिँ एउटा छुट्टै ठाउँमा हामीले जता जता अखपा सुन्यौं भने भूतहरु देखिन्छ हैन त्यही ठाउँमा आज हामी एक्सप्लोर गर्न जान्छौं हैन ज्यादा भूत देखिन्छ त्यही हैन अब चाहिँ हामी त्यो ठाउँमा हजुरलाई गएर भेट्छौं हैन हेलो गाइज हैन हामी चाहिँ अब हन्टेड हाउस वाओ क्या लड़का है वेरी हैंडसम बॉय चाल मंजिल को भुला कर जिया तो क्या जिया मंजिल को भुला कर जिया तो क्या जिया अगर तुझ में दम है तो उसे पाकर दिखा कित अनि म हैन इरफान भन्ने सो गाइस हामी चाहिँ फर्स्ट प्लेस एक्सप्लोर गर्न पुगिसक्यो हैन मेरो टिमलाई लिएर हैन अनि यो चाहिँ फर्स्ट प्लेयर हैन पुरै अँध्यारो छ के गल्ली चाहिँ हैन अनि आज भन्छ यस्तो दुईटा गल्ली छ यस्तो राउन्ड पर्यो हैन अनि यहाँ चाहिँ तर्साउँछ भन्नुहुन्छ अनि मान्छेले चाहिँ हामी चाहिँ क्लियर गर्न आम हैन फर्स्ट चाहिँ हैन ल यो को रहेछ भूत हैन हेरम के मा त्यसलाई यसले मुखमा हानिन्छ जूस पिला दो मौसम्बी का के भन्नु हामी तीनजना यसले मुखमा कमीनापन कहां से लाओगे मेरे पटी चौर छ अब त्यही गएर भेट्छौं है गाइस राहुल का डर लागिला हैन रहमान डकैती की गाड़ फट चुकी है आज यहाँ पे तो डर लागिला है लाचा और डर लागिला है लाचा अली ऐसा लग रहा है कि मेरा दिल गार्डन गार्डन हो रहा है धक धक हैन यिनीहरुलाई डर लागिरा हैन अनि यो रोडलाई चाहिँ हामी राउन्ड हान्ने कुरा गरेछ हैन हेर्नु ल यो रोड हैन यो रोडलाई चाहिँ हामी सब हान्ने राउन्ड हान्यौं अनि विशालहरुलाई चाहिँ कस्तो पर्यो होला हैन अनि आज चाहिँ इमान र तन्मिर चाहिँ हाम्रो भिडियोमा छैन होला अनि हजुरहरुको यो गोस्ट हन्टिङ चाहिँ हजुरहरुलाई मन परेन भने कमेन्ट गरिदिनु होला हैन के हाम्रो मिस्टेक छ हैन अनि पार्टी चाहिँ हामी राम्ररी गर्छौं हैन अनि यो गल्ली चाहिँ पुरै हेर्नु कालो के पुरै हेर्नु न पुरै मान्छेले पुरै अगाडि हेर्नु गेट लागेको जस्तो देखियो अगाडि पुरै हेर्नु न गेट लागेको जस्तो केही हेर्नु सुनसान के पुरै डर लागेछ न अब दिल त धक धक भइराख्यो ल गाइज हैन हामी चाहिँ अब यहाँनिर आइसक्यो यस्तो उति यहाँनिर एउटा रुख हो कि हैन त्यो रुखमा चाहिँ अब हल्का अँध्यारो छ नि त देख्यो हैन यहाँ अब दुईटा कार कसको थाहा भएन हामीलाई हैन अनि यहाँनिर विशाल ओ मेरे भाइ अंकित अनि म आएको छु हैन अब यहाँ यस्तो डर हो कि प्लेस भनेको हैन पुरा अँध्यारो हैन उतापट्टि चाहिँ त्यो घरहरु खै कुन घरहरु हो बत्ती चाहिँ बल्यो बरु तिनीहरुले यहाँनिर एउटा फ्ल्यास हाने हैन के बत्तीको एउटा फ्ल्यास हानेन पुरा अँध्यारो देख्यो कि यहाँ फेरि डर लागिला हैन के यो डर त बेसर लाहानी के हो हैन नि चाहिँ त्यसले हेरेर डर ह ब्ल्याक म्याजिक सही हुन्छ ब्ल्याक म्याजिक भन्नु है हामीले चाहिँ राउन्ड हान्छ कि हैन हामी चाहिँ एक्सप्लोर गरि हामीलाई चाहिँ हैन भर्खर कोही अगाडिबाट गए जस्तो लाग्यो त मलाई त भर्खर कोही अगाडिबाट गए जस्तो लाग्यो त भर्खर कोही अगाडिबाट गएको भन्ला हैन अनि पुरै अँध्यारो छ कि हान्नु न पुरै अँध्यारो छ हेर्नु नि है हैन ल पुरै अँध्यारो कोही नि हेर्नु न यो चाहिँ मैले झपक्क लाइट निभाइदिएँ नि यहाँ चाहिँ के होइन हेर्नु न यो गेट चाहिँ खुल्यो लाइट निभाइदिउँ टक्क सो हामी चाहिँ लाइट निभाउँछ तपाईले लाइट निभाएर क्लिक गर्नु होला नि हैन अब च्यालेन्ज पनि यस्तो दामी पर्यो हैन यहाँ अब 5 मिनेट बस्नै पर्छ भन्दियो कि ल हेर्नु यस्तो हगे सुनसानमा कसम है मेरो हात मात्र देखियो के भन्ने अब यतानिरको अब चौर पनि देखिएन होला के उही साइडमा एउटा रुख हैन यताबाट पो आउँछ खतरनाक रुख छ नि गाइस के गर्ने अब च्यालेन्ज पछि त आउनै पर्यो भूतको आज यार तर हैन डर चाहिँ लाग्दैन हामी एकदम आटिलो हो कि आटिलो भने त छुट्टै हो कि हामी त कसम चप्पल लाएर आइदियो हामी यार वहाँबाट आएको हैन वहाँनिर अब यस्तो खुल्ला छैन यहाँनिर चाहिँ अब यस्तो अँध्यारो हो कि के गर्ने कसम मेरो हात मात्रै देख्यो कि मेरो हात मात्र देख्यो कि हेर्ने अरू केही देखेन ल यहाँनिर अब गएर बस्नै पर्छ यही हो एउटा यो हन्टेड हाउस यहाँनिर यसमा नि छ गाइस यसमा भूतहरु पनि छ गाइस यही हो एउटा हन्टेड हाउस यहाँनिर देखेँ छैन मात्र हैन अब यहीँ बस्ने हो अलि अगाडि गएर बसौँ है ल गाइस ऊ त्यहाँनिर एउटा रुख त्यहीँनिर अब भूत भन्थ्यो क्या अरे अब यतातिर बस्नु पर्यो यहाँनिर त अब जसरी पनि बस्नै पर्यो कि तीनजना आइसक्यो होइन अंकित यता ये देना मैं तेरे वास्ते नाची रे देना विशाल ए चिलमा खा क्या है के को डर लाग्दो रहेछ तिनीहरूलाई लाइट भए देखाइन्थ्यो म लाइट बाल्छु है म लाइट बाल्छु नि देखाइदिन्छु सो लाइट निभाएपछि चाहिँ हेर्नु होला पुरै अँध्यारो छ यहाँ कोहीको फेस देखाइ होइन कि हजुरहरूलाई
अनि यो चाहिँ लाइट बालेर हेर्नु होला होइन लाइट बालेर चाहिँ क्लियर देखेको हेर्नु होला मेरो फेस चाहिँ अब हजुरहरूले देखिरह होला यिनीहरू पनि देखिरहेको हेर्नु होला लाइट बालेर चाहिँ होइन। अनि हामी चाहिँ आफ्नो च्यालेन्ज पुरा गर्छ होइन घोस्ट हन्टिङ चाहिँ हामीले गर्छ कि अब इमरान हेर्नु होला टाइम हेरेर चाहिँ 5 मिनट बस्नु अनि त्यसपछि जाने गाई 9:45 आज कहाँ क्यामेरामा गए एकछिन है हेर्न यस्तो खुल्लोमै खुल्ला हो कि के हो भन्ने अब यतापट्टि नि उस्तै उत्यहाँनिर उत्यो हो त उत्यो एउटा त्यो चाहिँ 100 हाउस हो कि त्यसकै ट्याक्कै हामी अगाडि बसेको के भन्ने अब यस्तो खतरा क्या मायाको ठाउँ यहाँनिर 9:46 भयो अब डाइरेक्ट कति मऱ्यो हामी 91 मा 91 मा 9:55 मा जाने हामी 9:55 मा ल अहिले हामी यहाँ बसेको होइन अनि कति मिनट भयो अरे अब 1-2 मिनट भयो होला यहाँ बसेको 2 मिनट भइसक्यो होइन अब अनि अब हामी यहाँ बसेर एकछिन ल होइन हामी चाहिँ बाहिर निस्केर अब यता रोडतिर आइसक्यो त्यो 100 हाउसमा चाहिँ एकछिन डह्रो दौडेन चाहिँ मजै आयो तर त्यहाँनिर साँच्चै भुतले कसले हो टिन ढ्याङ गरेको थियो कि होइन हामी फेरि तल चौर बसिरहेको थियो त्यहाँनिर भूतको घर थियो नि त अनि अब त्यहाँनिर चाहिँ ढ्याङ गरिरहेको ला अनि हामी यस्तो डराएर तोप भयो क्या यो त भाइ नै नसकेर पछि त क्या तोप दौडिरहनेको यो र म फेरि सँगै दौडेको होइन अनि अब हामी रोड पुगिसक्यो यसपछि अब हामी घरमा जान्छौँ घरमा चाहिँ अब त्यो सलमानहरू वेट गरेर होला तिनीहरू पुग्यो भने चाहिँ त्यहाँनिर भयो होला अनि नत्र भए हामी त्यसलाई वेट गर्छौँ अब त्यहीँ गएर भेट्छौँ हामी सो गाइज अब हामी हाम्रो घरतिर आइसकेका छौँ तिनीहरू त आउँदै आएन तिनीहरू त अब च्यालेन्ज पुरा गरेर आउँछ नि त सलमान आफ्नो डेयर पुरै गरेको छैन हामीले पुरो गरेर आइसक्यो हामी आएर यहाँ रुमको अगाडि बसिसक्यो त्यो भूत आथ्या डह्रो च्यासो भयो त्यहाँ मान्छे भनेको सबभन्दा हाँसो त यसकै लाग्यो कस्तो कुद्दै थियो भनेको के भन्ने लु सो गाइज आयो हजुरहरूलाई हाम्रो भिडियो मन पऱ्यो भने हाम्रो भिडियो मन पऱ्यो भने लाइक एन्ड सब्सक्राइब सेयर गरिदिनु होइन अनि हजुरलाई चाहिँ हन्टिङ गरेको चाहिँ मन पऱ्यो भने पार्ट 2 भनेर कमेन्ट गर्दै यहाँ फेरि पार्ट 2 गर्छौँ होइन पार्ट 2 मा चाहिँ इमरानहरू पनि हुनसक्छ होइन आज चाहिँ यिनीहरू केही कारणले जान पाएन होइन अनि कमेन्ट गरेर भनिदिनु होला हाम्रो के मिस्टेक थियो भनेर होइन मजा आयो कि आएन भनेर होइन अनि आजको लागि चाहिँ यति नै होइन थ्याङ्क यू बाई बाई